त्यो युवती चाहिँ अब त्यो जुन हत्याराको कोही होइन हुन पनि सक्छ, त्यो हुन पनि सक्छ, प्रेम सम्बन्धमा अनुसन्धान गर्नुपर्छ। यस्तो केसहरू धेरै छन् क्या, एउटा केटीको लागि जुत्ने, झगडा गर्ने, कुट्ने, मार्ने सम्मको मान्छेहरू धेरै छन् होइन। यो विषयमा पनि गम्भीर अनुसन्धान चाहिँ हुनुपर्छ। त्यो पनि हुनसक्छ त्यो रिसले मारियो र अहिले डिप्रेसन यताउति के सिकार भनेर त्यो छल्ने बाटो पनि हुनसक्छ। अब फाँसी दिनु पऱ्यो क्या त्यस्तोहरूलाई। अब यदि 2/3 सरकारले यो कानुन संशोधन गरेर लागू गर्छ भने यिनै सुमित र सृजनलाई हत्या गर्ने जो सञ्जीव छन् यिनीबाटै स्टार्ट गरौँ, मृत्युदण्डको फाँसीको सजाय चाहिँ यहीँबाट स्टार्ट। कोही कसैलाई उसले हत्या गर्छ भने उसको पनि गर्नु पऱ्यो क्या। तपाईँको एउटा सानो मिस्टेकले ज्यान गुमायो नि त बिचार दाजु, अनि उसलाई चाहिँ किन बाँध्ने अधिकार दिने त होइन? उसलाई बाँध्ने अधिकार थियो भने त ऊ दुई भाइलाई पनि थियो नि त, थिएन त? तपाईँको यो कानुन संशोधन गरेर हेर्नुहोस् त, बारम्बार फोनमै पनि सरी मागिरहेका थिए अरे, अनि सरी माग्नलाई त्यहाँ बोलाइसके पछाडि आइएको छ त्यो विश्वासको न्युमा होइन। अब ज्यान मारेको छ न, लुटेको पनि होइन, चोरेको पनि होइन, उनीहरूको स्वास्नी उडाएको पनि होइन, भएको पनि होइन, घरबार बिगारेको पनि त होइन नि त। सानो कुरामा मार्यो भने उहाँहरूलाई पनि मार्नुपर्छ, सिधा कुरा हो। फाँसी दिनुपर्छ क्या दुई भाइको हत्यारालाई। अब यहाँ त सिकाइया छ है, दिउँसैमा मन्दिरमै चक्कुमा हान्दा त केही नहुँदो रहेछ, दुई भाइ मारियो भन्ने खालको सन्देश नफिजियोस् के है, यस्तो गर्नु हुँदैन, यस्तो गऱ्यो भने यसरी फाँसी दिन्छ भन्ने राम्रो होस् न। भोलि तपाईँ हामी पनि सुरक्षित छैनौँ नि त यो त। त्यतिसम्म गर्न नपर्ने हो हाम्रो बले दाइले। उहाँ त एउटा गरेछन् त, गरेर पक्राउ परिसके, त्यो नहुन नि सक्छ सर। म अहिले झट्टै विश्वास गर्न सक्दिनँ। अब अहिले यो हरेक छ के बजारमा, तपाईँको कसैलाई फसाउने षड्यन्त्र पनि हुनसक्छ होइन, कसैको अगाडि गयो भनेर खुट्टा तान्ने पनि हुनसक्छ। तपाईँको एउटा लेखिएको भरमा, एउटा फेसबुकमा 2-4 शब्द लेखेको भरमा नेपाली पुलिसले समातेर त्यो लानुपर्ने चाहिँ थियो। अपराधी हो नि तपाईँको, किनकि उसले ज्यान मारे त होइन त, खासमा बलात्कार गर्यो भनेर उजुरी नि पर्या त होइन रहेछ त, पछि पो हाल्नु भएको छ अरे भन्नुभयो नि त अमेरिकामा। अनि तपाईँको अहिले अनि पुलिसले अभद्र व्यवहार के कोही कसैलाई चाहिँ तपाईँको एउटा लेखेको भरमै समाउने अनि उहाँ लगाएर उजुरी नपरेपछि अभद्र व्यवहार गर्यो भन्न मिलेन नि त। यो त एउटा जनताको लागि यो अन्याय भएछ है, यस्तो गर्न चाहिँ नहुने हो। तपाईँले सागर लम्साल बले जो ती युवतीले चाहिँ भर्खरै मात्र आज उजुरी दिएको त अमेरिकामा 1-2 दिन भयो, त्यहाँभन्दा अगाडि उनलाई पक्राउ गरिसके पछाडि हातमा हतकडी लगाएर सरकारी वकिल कार्यालयमा म्याद थपको लागि ल्याएको त्यो फोटो हेर्नुभयो? त्यो फोटो देखिसक्यो भने तपाईँलाई भनौँ न कस्तो लाग्यो? जस्याङ्ग हुनु भएन? हाम्रो देशमा कलाकारको इज्जत छैन, हाम्रो देशमा कलाकारको इज्जत पनि छैन र हाम्रो देशमा तपाईँको महिलालाई कानुन दियो, दुरुपयोग धेर भयो सदुपयोग भन्दा पनि। 1 वर्ष अगाडि सहमतिमा बस्यो होला, सुत्यो होला, खायो होला, डुल्यो होला, अनि 1-1.5 वर्ष पछाडि आएर अनि त्यस्तो गरेपछि दुरुपयोग होइन र? मेरो कानुन छ, मलाई राज्यले ठाउँ दिएको छ, कानुन लाग्छ भन्दैमा के अब 2 वर्ष 3 वर्ष अगाडि चाहिँ भएको सम्बन्धहरूलाई चाहिँ यसलाई फसाउँछु भन्ने नियत ल्याएर मुद्दा हाल्दै पाइयो त? यो त दुरुपयोग भयो नि सर। कतिपय असली पीडितले चाहिँ न्याय पाएको छैन क्या। यहाँनिर माइती घरमा एउटा को हुनुहुन्छ नि, एमालेको कार्यकर्ता कि कुन चाहिँ नेताले बलात्कार गरियो भनेर उहाँहरूले हो न्याय पाउनुपर्ने। उहाँहरूले पनि अमेरिकातिर गएर स्ट्याटस लेख्नुपर्ने अवस्था आयो त फेरि। अब त्यही त आयो त, यहाँ त अलिकति अमेरिका ठुलो ठाउँमा पुगिएको अलिकति त्यस्तोको चाहिँ सुन्नियो क्या। बिचरा त्यहाँ माइती घरमा बस्नु भएको दिदीको त कसले सुनिदिने त? अब एउटा स्ट्याटस घरमा बलेदाइ समाइन्छ भने त्यो माइती घरको दिदीको त्यो बलात्कारीले चाहिँ किन समाइएन त? दिनकै देख्ने एउटा माइती घर जस्तो ठाउँमा चाहिँ बस्ने दिदीको बलात्कारीले चाहिँ किन? त्यति मात्रै हो र भने शोभा पाठक बारम्बार उजी लिएर महेश बस्ने लाई पक्राउ गर सरकार भनेर बारम्बार गइरहनु भएको छ त, खोइ त आजसम्म छैन। के शोभा पाठक नि अमेरिका जानुपर्ने हो त होइन? यो अन्याय चाहिँ अन्याय भइरहेछ क्या। नयाँ सरकार आउँदै यो भइदियो ठ्याक्कै सुरुमै है, बले दाइलाई समाइयो, यो के भएर समाइयो, के कसरी हो, अब यो नीति नियम विपरीत किन यसो गरियो, तपाईँको एउटा उजुरी परेपछि एउटा पक्राउ पूर्जी जारी भएपछि समाउनु पर्छ भन्ने नियम छ नि त, कानुन छ नि त। यहाँ त डाइरेक्ट आएर झ्यापै समाइदिएको छ। तपाईँको अब कोही कसैले चाहिँ छुरी हानेर भागे जत्तिकै छ। दर्शकबिन, पछिल्लो समय कलाकारिता क्षेत्रमा यति बेला एकपछि अर्को विवाद आउने गर्दछन्। आज विशेष गरेर यही विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। हामी माझ हुनुहुन्छ कमेडियन, तपाईँले यो अनुहार यो फेस देखिसके पछाडि चिनिहाल्नुहुन्छ, विनय लामा सर। स्वागत छ तपाईँलाई। हस्, नमस्कार। तपाईँ पनि कलाकार हो। सागर लम्साल बले हजुर यति बेला बलात्कारको आरोप लागिसके पछाडि यति बेला उनलाई पक्राउ गरेर अनुसन्धानमा
लगिएको छ। हजुर, यो विषयमा कतिको अपडेट हुनुहुन्छ? म मिडियाहरू त हेरिरहन्छु। तपाईँको म आफै पनि त अलिकति मिडिया मतलब भनौँ न सामाजिक सञ्जाल हेरिरहने मान्छे भएर, पक्कै पनि काम गरिरहने मान्छे भएर तपाईँको म हेरिरहेको छु। अब पक्राउ पूर्जी विनय उजुरी विनय समात्यो भन्ने खालको पहिला चाहिँ त्यो अहिले चाहिँ जो युवतीले आरोप लगाएकी छिन् अमेरिकामै उनले उजुरी दिएकी छिन्। हजुर, तर नेपालमा चाहिँ उनले हालेको होइन। तर बले चाहिँ पहिला चाहिँ दुर्व्यवहारको अथवा अवैध व्यवहारको केसमा चाहिँ समातिएका रहेछन् हाम्रो नेपाल सरकारले, होइन त? पक्कै पनि तपाईँको एउटा स्टाटसको भरमा होइन, एउटा फेसबुकमा लेखिएको शब्दको भरमा चाहिँ कोही कसैलाई त्यसरी समात्न चाहिँ गलत हो मेरो विचारमा। अब हाम्रो देशको कानुन दैवले जानुन्। अब हुन त भर्खरै नयाँ सरकार आएको छ, पक्कै पनि होइन? अब त्यो के हो, फेरि नयाँ सरकार आउने बित्तिकै जाहेरी नपरिकन समातिनु भनेको पनि एउटा गलत कुरा हो। एउटा हल्लामै भोलि कोही कसैले एउटा हल्लाको भरमा चाहिँ त्यस्तै लेखिदियो भने कि सबैले समाउने त। अब विनय लामालाई पनि कुनै युवतीले, राम्री युवतीले, नचिनेको युवतीले कुनै स्टाटस लेखिदियो मलाई विनय लामा कमेडियनले यसरी बलात्कार गर्यो भनेर आरोप लगाइदियो भने अब तपाईँ पनि पक्राउ पर्ने सम्भावना देखियो क्या? तपाईँ सिधै लाने भयो होइन? अब त्यो हिसाबले तपाईँको अहिले कहिलेकाहीँ डर लाग्दैन यस्तो होला कि भन्ने झस्याङ हुनुहुन्न तपाईँ? छैन सर, म छैन। म छैन। कहिलेकाहीँ त लाग्छ होला नि, म पनि कमेडियन मान्छे हो, कतिपय राम्री केटीहरूले मेसेज गरिरहेछन्, म रिप्लाई दिइरहेको छु, सबैसँग बोल्छु होइन। तर यस्तो हो क्या, यो नेपालको कानुनै म के हो बुझ्दिनँ खासमा। अब हुन त पीडित पनि धेरै छन्, तर पीडाइ नपरेकोहरूले पनि धेरैजनाले चाहिँ फसाइ पनि रहेछन्, पक्कै पनि है? हाम्रो छोरा मान्छेहरूले फसाइ पनि रहेछ कि। अब तपाईँ कतिको गर्नुहुन्छ, विश्वास मान्नुहुन्छ? अब सागर लम्साल बलेजु 1 वर्ष अगाडि ती युवतीलाई चाहिँ जबरजस्तीकरणै गरे रे, त्योभन्दा अगाडि चाहिँ उनले चाहिँ जाहेरी किन नदिएकी होलिन्? कतै तपाईँलाई यसमा चाहिँ डाउट लाग्दैन? डाउट त लाग्ने ठाउँै छ नि, 1 वर्षको ग्याप भएपछि त। तपाईँको अब भनाइअनुसार हामीले मिडियातिर हेरे अनुसार चाहिँ दाइ मान्नुहुन्थ्यो अरे भन्नमा आयो। अनि आफ्नै साथीको अब भनौँ न खै बहिनी कि के पर्ने छोरी त्यस्तै के पर्ने भन्नुहुन्थ्यो है। त्यतिसम्म गर्न नपर्ने हो हाम्रो बले दाइले। उहाँ त एउटा गरेछन् त, यहाँ गरेर त पक्राउ परिसके, त्यो नहुन नि सक्छ सर। म अहिले झट्टै विश्वास गर्न सक्दिनँ। अब अहिले यो हरेक छ के बजारमा, तपाईँको कसैलाई फसाउने षड्यन्त्र पनि हुनसक्छ होइन, कसैको अगाडि गयो भनेर खुट्टा तान्ने पनि हुनसक्छ। तपाईँको एउटा स्टाटस एउटा लेखेको भरमा, एउटा फेसबुकमा 2-4 शब्द लेखेको भरमा नेपाली पुलिसले समातेर त्यो लानुपर्ने चाहिँ थियो। अपराधी हो नि तपाईँको, किनकि उसले ज्यान मारे त होइन त, खासमा बलात्कार गर्यो भनेर उजुरी नि पर्या त होइन रहेछ त, पछि पो हाल्नु भएको छ अरे भन्नुभयो नि त अमेरिकामा। अनि तपाईँको अहिले अनि पुलिसले अवैध व्यवहार के कोही कसैलाई चाहिँ तपाईँको एउटा स्टाटस लेखेको भरमै समाउने अनि उहाँ लगाएर उजुरी नपरेपछि अवैध व्यवहार गर्यो भन्न मिलेन नि त। यो त एउटा जनताको लागि यो अन्याय भएछ है, यस्तो गर्न चाहिँ नहुने हो। तपाईँले सागर लम्साल बले जो ती युवतीले चाहिँ भर्खरै मात्र आज उजुरी दिएको त अमेरिकामा 1-2 दिन भयो, त्यहाँभन्दा अगाडि उनलाई पक्राउ गरिसके पछाडि हातमा हतकडी लगाएर सरकारी वकिल कार्यालयमा म्याद थपको लागि ल्याएको त्यो फोटो हेर्नु, त्यो फोटो देखिसक्यो भने तपाईँलाई भनौँ न कस्तो लाग्यो? जस्याङ्ग हुनु भएन? हाम्रो देशमा कलाकारको इज्जत छैन, हाम्रो देशमा कलाकारको इज्जत पनि छैन र हाम्रो देशमा तपाईँको महिलालाई कानुन दियो, दुरुपयोग धेर भयो सदुपयोग भन्दा पनि हो र। तपाईँको यो त सदुपयोग गरोस् भनेर दिएको कानुनहरू हो नि त। 1 वर्ष अगाडि सहमतिमा बस्यो होला, सुत्यो होला, खायो होला, डुल्यो होला, अनि 1-1.5 वर्ष पछाडि आएर अनि त्यस्तो गरेपछि दुरुपयोग होइन र। मेरो कानुन छ, मलाई राज्यले ठाउँ दिएको छ, कानुन लाग्छ भन्दैमा कि अब 2 वर्ष 3 वर्ष अगाडि चाहिँ भएको सम्बन्धहरूलाई चाहिँ यसलाई फसाउँछु भन्ने नियत ल्याएर मुद्दा हाल्दै पाइयो त, यो त दुरुपयोग भयो नि सर होइन। कतिपय असली पीडितले चाहिँ न्याय पाएको छैन क्या यहाँनिर। तपाईँको अहिले यो माइती घरमा एउटा को हुनुहुन्छ नि, एमालेको कार्यकर्ता कि कुन चाहिँ नेताले बलात्कार गरियो भनेर, उहाँहरूले हो न्याय पाउनुपर्ने। उहाँहरूले पनि अमेरिकातिर गएर स्टाटस लेख्नुपर्ने अवस्था आयो त फेरि। अब त्यही त आयो त, यहाँ त अलिकति अमेरिका ठुलो ठाउँमा पुगिएको अलिकति त्यस्तोको चाहिँ सुन्नियो क्या। बिचरा त्यहाँ माइती घरमा बस्नुभएको दिदीको त कसले सुनिदिने त अब
होइन। पक्कै पनि। अब एउटा स्टार घरमा बलाइदाई समाइन्छ भने त्यो माइती घरको दिदीको त्यो बलात्कारीले चाहिँ किन समाइएन त? दिनकै देख्ने एउटा माइती घर जस्तो ठाउँमा चाहिँ बस्ने दिदीको बलात्कारीले चाहिँ किन? त्यति मात्रै हो र भने शोभा पाठक बारम्बार उजी लिएर महेश बस्नेतलाई पक्राउ गर सरकार भनेर बारम्बार गइरहनु भएको छ त, खोइ त आजसम्म छैन। के शोभा पाठक नि अमेरिकै जानुपर्ने हो त? होइन, यो अन्याय चाहिँ अन्याय भइरहेछ क्या। तपाईँको यो विषयहरूमा अब सरकारले अब नयाँ सरकार आउँदै यो भइदियो ठ्याक्कै सुरुमै है, बलिदाईलाई समाइयो, यो के भएर समाइयो, के कसरी हो, अब यो नीति नियम विपरीत किन यसो गरियो, तपाईँको एउटा उजुरी परेपछि एउटा पक्राउ पूर्जी जारी भएपछि समाउनु पर्छ भन्ने नियम छ नि त, कानुन छ नि त। यहाँ त डाइरेक्ट आएर झ्यापै समाइदिएको छ। तपाईँको अब कोही कसैले चाहिँ छुरी हानेर भागे जत्तिकै छ। यहाँनिर खुल्लाम खुल्ला अहिले यहाँ हाम्रो पाटनमा पक्कै पनि दुईजना होइन, त्यस्तो घटना किन भइरहेछ त? होइन, यो हाम्रो देश कता जाँदैछ, कानुन कता जाँदैछ, मान्छेको मनस्थिति कहाँ पुग्दैछ है? हामीले अब के बुझ्ने, यी घटनाहरू देखेर के सिक्ने? हेर्नुहोस् त, त्यत्रो विश्व सम्पदा सूचीमा परेको मन्दिरको प्राङ्गणमा त्यही पनि सयौँ मान्छेहरू त्यहाँ आवत जावत गरिरहेका छन्। एउटा सुमित्र सिर्जन जो दाजुभाइको नै मृत्यु, त्यो छुरा प्रहार गरेर हत्या गरियो। हेर्नुहोस् त, तपाईँको एउटा सानो फोन कलको भरमा, त्यही पनि रङ नम्बर हाने डायल भएको न्युमा तपाईँको भनेपछि मान्छे कतिसम्म छन् के हाम्रो देशमा? राक्षसीपन कसरी जागेको होला? राक्षसीपन भित्रियो के? राक्षसीपन किन भित्रियो त? त्यति मात्र हो र हेर्नुहोस् त, एउटा आमाको कोख रित्तो भएको छ, वंश नाशै भइसकेको छ, अब वृद्ध बुवा आमा मात्र बाँचेका छन्। हेर्नुहोस् त, बुढेसकालका सहारा दिने जो छोराहरू थिए उनीहरू यति बेला यो संसारबाट बिदा भइसकेका छन्। तपाईँको एउटा फोन मिस्टेकको भरमा त्यतिसम्म गर्नेले अब सजाय चाहिँ के दिने क्या? कोही कसैको त रित्यो त कहाँ, पक्कै पनि होइन। त्यसरी रित्याउनेलाई उसको चाहिँ के उसलाई अब 10 वर्ष जेल राखेर छोड्ने त? यो विषय पनि कानुन सुधार्नु पऱ्यो क्या। नेपालमा त कानुन त्यही छ त, फेरि जन्मकैद भनिदिन्छन्, बुढेसकाल लाग्यो भने छोडिदिन्छन् फेरि। अब फाँसी दिनु पऱ्यो क्या त्यस्तोहरूलाई। अब यदि 2/3 सरकारले यो कानुन संशोधन गरेर लागू गर्छ भने यिनै सुमित्र सिर्जनलाई हत्या गर्ने जो सञ्जीव छन् यिनीबाटै स्टार्ट गरौँ, मृत्युदण्डको फाँसीको सजाय चाहिँ यहीँबाट स्टार्ट। कोही कसैलाई उसले हत्या गर्छ भने उसको पनि गर्नु पऱ्यो क्या, होइन? तपाईँको एउटा सानो मिस्टेकले ज्यान गुमायो नि त बिचार दाजुभाइ, अनि उसलाई चाहिँ किन बाँध्ने अधिकार दिने त? होइन, उसलाई बाँध्ने अधिकार थियो भने त ऊ दुई भाइलाई पनि थियो नि त, थिएन त? तपाईँको यो कानुन संशोधन गरेर हेर्नुहोस् त, बारम्बार फोनमै पनि सरी मागिरहेका थिए अरे, अनि सरी माग्नलाई त्यहाँ बोलाइसके पछाडि आइएको छ त्यो विश्वासको न्युमा, होइन? अब ज्यान मारेको छ, न लुटेको पनि होइन, चोरेको पनि होइन, होइन, उनीहरूको स्वास्नी उडाएको पनि होइन, भएको पनि होइन, घरमा बिगारेको पनि त होइन नि त? होइन, सानो कुरामा मार्यो भने उहाँहरूलाई पनि मार्नुपर्छ, सिधा कुरा हो, फाँसी दिनुपर्छ क्या दुई भाइको हत्यारालाई। किनकि मैले बोल्दै गर्दा भोलि मलाई कुनै ठाउँमा अप्ठ्यारो पर्ला है, धाकधम्की आउला, तर मैले नेपाली जनताको लागि बोले हो नि त, सबैले सहज होस्, भोलिको दिनमा यस्तो घटना नघटोस्। अब यहाँ त सिकाइया छ है, दिउँसैमा मन्दिरमै चक्कुमा हान्दा त केही नहुँदो रहेछ, दुई भाइ मारियो भन्ने खालको सन्देश नफिजियोस् के है, यस्तो गर्नु हुँदैन, यस्तो गऱ्यो भने यसरी फाँसी दिन्छ भन्ने राम्रो होस् न। भोलि तपाईँ हामी पनि सुरक्षित छैनौँ नि त यो सहरमा त, होइन? जुनसुकै बेला अब कुनै कुरामा त मान्छे हो, रिस उठ्छ, अलिकति ठाक्टो ठुक्टो पर्ला, झगडा होला, अनि त्यतिखेर के अब यसलाई रिस उठ्यो भनेर अब त्यो सिक्ने भयो क्या। अब केटा तपाईँले भन्दाखेरि जो व्यक्ति थिए, जो दाजुभाइलाई मार्ने त्यहाँ हत्या गर्ने जो व्यक्ति थिए, ती व्यक्ति सञ्जीव, जो तिनै व्यक्ति अहिले डिप्रेसनको पनि अलिकति रोगी भन्ने कुराहरू आइरहेको छ समाचारमा, होइन? लागु औषधमा पनि फसेको भन्ने कुराहरू आइरहेछ। कतै तपाईँलाई शङ्का लाग्छ कि लाग्दैन? डिप्रेसनको अथवा रोगी थिए भनेपछि अलिकति केही मान्छेको समस्याहरू देखाएर, जस्तै बलात्कारको केसमा नाबालक भयो भने थुनामुक्त हुने चलन छ यहाँ। अब डिप्रेसन अथवा केही रोगीको कारण देखायो भने उनलाई फेरि त्यहाँ जेलबाट छुटाइदिने यहाँ परिपाटी छ। कतै लाग्छ कि लाग्दैन यो दाजुभाइलाई हत्या गर्ने हत्यारा फेरि कतै डिप्रेसनको त्यो रोग देखाएर छुट्छन् भन्ने शङ्का छ कि छैन? त्यो पनि हुनसक्छ, त्यो पनि हुनसक्छ। तपाईँको यहाँनिर छुट्नलाई दुनियाँ गर्न नि सक्छ, तर डिप्रेसन त हो जस्तो मलाई खासै लाग्दैन। लागु औषधमा फसेको भने लागु औषध खायो होला, कुनै बेला आफ्नो ठाउँमा छ, लागु औषध खाँदैमा ज्यानै मार्नुपर्छ भन्ने चाहिँ होइन, होइन? तपाईँको अब छुट्नको लागि दुनियाँ रिपोर्ट बनाउन नि सक्छन् है, के थाहा नेपाल हो, यहाँनिर कस्ता कस्ता काम त भित्रभित्रै मिलाउँछन्।
त्यस्तो तपाईँको जेसुकै होस् न, तपाईँको डिप्रेसन भएर मारोस् कि जेसुकै भएर मारोस्, मान्छे त मार्यो त होइन। डिप्रेसन पनि त त्यस्तो सिद्धेकै डिप्रेसन मान्छेले फलान ठाउँमा यो ठाउँमा यस्तो गरेर यो टाइमले यस्तो मिलाएर साँझको टाइममा होइन त होइन, मिलाएर चक्कुले त्यसै पनि प्रिप्लान योजनाले आएको छ, योजना बनाउँछ, डिप्रेसन भएको मान्छेले बनाउँदैन नि सर, योजनाबद्ध तरिकाले हेर्नुहोस् त हतियार ल्याएर आएको छ, हतियार ल्याएर आयो होइन। त्यस्तो डिप्रेसन मान्छेले त त्यो गर्दैन के। ओके, तपाईँले भन्दाखेरि उनका बुबा जो दुई भाइलाई हत्या जो मृतक छन् उनका बुवाले चाहिँ यति बेला एउटा अन्तर्वार्तामा भनेका छन् पब्जी गेम खेल्दै थिए त्यो समूहमा चाहिँ एकजना युवती केटी मान्छेले छाडा बोलेको त्यहाँ गाएँ मैले मेरो कानले सुने। कतै मलाई अझै पनि शङ्का छ यो युवतीको कारणले चाहिँ मेरा छोराहरू मारिएका हुन् कि भन्ने शङ्का छ। यसमा चाहिँ राम्रोसँग अनुसन्धान होस् भनेर आफ्नो आवाज अथवा बुलन्द पारिरहेका छन्। यता चाहिँ कति तपाईँलाई चाहिँ शङ्का लाग्छ कि लाग्दैन? हुन पनि सक्छ, यो चाहिँ हुनसक्छ। अब त्यो युवती चाहिँ अब त्यो जुन हत्याराको कोही होइन हुन पनि सक्छ, त्यो हुन पनि सक्छ। प्रेम सम्बन्धमा अनुसन्धान गर्नुपर्छ। यस्तो केसहरू धेरै छन् क्या, एउटा केटीको लागि जुत्ने, झगडा गर्ने, कुट्ने, मार्नेसम्मको मान्छेहरू धेरै छन् होइन। यो विषयमा पनि गम्भीर अनुसन्धान चाहिँ हुनुपर्छ। त्यो पनि हुनसक्छ त्यो रिसले मारियो र अहिले डिप्रेसन सिप्रेसन यताउति के सिकार भनेर त्यो छल्ने बाटो पनि हुनसक्छ। यो विषयमा सरकारले गम्भीर ध्यान जानु पर्यो, अनुसन्धान राम्रो गर्नु पर्यो होइन। तपाईँको कतै घुसपेस नभइकन कुनै पावर केही नचलेर चाहिँ तपाईँको हत्यारालाई कारवाही हुनु पर्यो। ओके, तपाईँले भन्दाखेरि जसरी अस्ति मात्रै कलाकार सागर लम्साल बोलेको हातमा हत्कडी लाग्यो, सन्दीप लामिछानेको हातमा हत्कडी लाग्यो, तपाईँ हामी सबैले देखेकै कुरा हो। तर भर्खरै मात्र अस्ति 2/3 सरकार आइसके पछाडि पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ परे, दीपक खड्का पनि पक्राउ परे। तर उनीहरूलाई हेर्नुहोस् त एउटा आलिशान घर जस्तो अस्पतालमा लगेर राखियो, हातमा हत्कडी लगाइएको छ, छैन पक्कै पनि होइन। यो विषयलाई चाहिँ कसरी हेर्नु भएको छ तपाईँको? यो विषयमा चाहिँ के गर्नु पर्यो भने जनतालाई जुन ठाउँमा राखिन्छ, जुन अवस्थामा समाइन्छ त्यो गर्नु पर्यो होइन। त्यो तपाईँको कुनै समयमा चाहिँ प्रधानमन्त्री थियो भन्दैमा यो त जनता र उसलाई गर्ने व्यवहार फरक भयो नि त, विभेद भयो होइन, विभेद भयो त। मान्छे त सम्मान हो त, विभेद भयो तपाईँको। अनि यो अर्को कुरो, समाउने बित्तिकै बिरामी पर्ने नेताहरू यो खालको बहाना पनि अब गर्न दिनु भएन। तपाईँ समाएकै बिरामी भएर हस्पिटलमा क्या, हस्पिटलबाटै रिया फेरि त्यो उपचार गर्नु त किन लाने त्यसलाई होइन। उनीहरू देश सरकारको ढुकुटी किन सिद्ध्याउने, उनीहरू देश लुट्ने, उनीहरू स्विस ब्याङ्कमा पैसा राख्ने, दुनियाँ काण्ड उनीहरूकै नाममा छ। अनि उनीहरूलाई नै समातेर ल्याए जस्तो गर्ने अनि उपचार गर्ने अनि पठाउनु त भएन नि। यसमा नि अब तपाईँको यो सरकारले जसरी अहिले पछिल्लो समय गुन्डागर्दी गर्ने होइन, सर्वसाधारणलाई जतापायो त्यतै मुक्का प्रहार गर्ने जस्ता विभिन्न व्यक्तिहरूलाई समातिरहेको छ। आज समात्यो, भोलि छोडेको छ। यो 2 दिनको यो रमिता के देखाइरहेको जस्तो लाग्दैन? त्यो चाहिँ मैले के गर्न खोज्नु भयो तपाईँको? यस्तो हो, अब नयाँ सरकार हुनुहुन्छ है, अब हामी त जनता हो, हामीले सल्लाह सुझाव दिन पाइयो, बोल्न पाइयो, हामीले काम गर्ने अधिकार भोट दिएर दिएका छौँ। तपाईँको कसैको हल्लाको भरमा छानबिन मतलब प्रुफ नभइकन नसमाउनुहोस्, आफ्नो अब नीति पुर्याएर समाउनुहोस्, बुझेर समाउनुहोस् होइन। समाएपछि कारवाही गर्नुहोस्। कसैले हो हल्लाको भरमा चाहिँ चापचुप समात्यो, अब अहिले जल्दो बल्दो हामी नयाँ सरकार भनेर र उहाँको गल्ती छैन भने त छोड्नै पर्यो पक्कै पनि होइन। त्यही भएर पहिले बुझ्नुहोस् के हो कसो हो, कसैले भनेको भरमा कसैले उचालेको भरमा नसमाउनुहोस्। अब तपाईँहरूको त्यो आज समाउने भोलि छोड्ने चाहिँ अब के हो हामी पनि प्रविधि चाहिँ हटाउनु पर्यो। अहिलेका गृहमन्त्री के समाएपछि राम्रोसँग छानबिन गर्नुहोस् होइन। अब अहिलेको गृहमन्त्री प्रधानमन्त्रीहरूलाई हस्पिटलबाट डिस्चार्ज भनौँ न, अब छोडेको भनौँ न होइन, त्यो रिया कि के डिस्चार्ज गरेको भनौँ न, उपचार गर्न ल्यायो पठायो होइन। त्यो हिसाबमा त उहाँको त त्यो अदालतमा त कति चाहिँ फाइल होला त केस भन्नु न, छ टन्नै छ केपी भएको त, त्यो जो कोहीले नि थाहा छ। तपाईँको उहिलेदेखि तपाईँको अब भनौँ न राजनीतिक आउनुभन्दा अगाडि कतिजनालाई बन्चारलाई हानेर मारेको भन्ने कुरा नि छ त केपी बाले त। अब त्यही सुनिया हो दुर्गा प्रसाद दाजुले भन्छन्, बारम्बार कुरै उठाउँछन् ती दाइले।
स्विस ब्याङ्कमा यति पैसा छ उनले भन्छन् उति पैसा अनि ती चाहिँ तिनका फाइलहरू खोइ तिनका मुद्दा पर्या होला तीहरू खोइ होइन। अब फेरि यहाँ अस्तितिर अब कोही बहिनीहरू दिदीहरू भाइरल नि भए यहाँ के बेला थुने भनेर रोडतिर नाना थरी घर आएर बहिनी त्यो एउटा त बहिनी हो नि सानो होइन दिदीहरू नि कराए। तपाईँको हिजोको दिनमा त्यत्रा बालबच्चा मर्दा बोलेनन् ती दिदी बहिनीहरू। ती नानीलाई त उहाँ झन् पब्लिकहरूले उल्टी गाली गरे रे, गाली अझ मुद्दा हालेरै भन्दै थिए होइन। त्यति मात्रै हो र अनलाइनबाटै उहाँ बलात्कार जस्ता धाकधम्की दिने, मार्छु पिट्छु यसरी उसरी यहाँ त्यहाँ गर्छु पनि भने रे। तपाईँको उहाँहरूको उद्देश्य के हो, न भाइरल हुन आउनु भयो न के हो म जान्दिनँ। उहाँहरूको केपी बालाई त्यसरी तपाईँको मार्न लगाए पनि होइन, काट्न लगाए पनि होइन, अनुसन्धान गर्न लगायो त्यही पनि बुढो बिचमै बिरामी भएर हस्पिटल बसिदिन्छ होइन, हस्पिटलबाट छोड्नुपर्छ। त्यो हो उहाँहरू के बुझ्नु भयो। म त के लाग्छ भने अझै पनि मान्छेहरू एमाले काङ्ग्रेस माओवादी भनेर हिँड्छन् हो। यो 2082 साल हो यार, 62 साल सम्झिन्छन् क्या हो धेरैले। अब त 83 लाग्न लागिसक्यो। 83 लाग्न लागिसक्यो त। 2052 5-6 दिन मात्रै बाँकी छ। 2062 2065 होइन नि त यो त, 2082 साल हो। अब त हामी जस्ता मान्छेले त परिवर्तन चाहनुपर्छ। उहिलेदेखि राज गरेका हुन् त एमाले काङ्ग्रेस माओवादी बनाएको छ, आफ्नै कार्यकर्ता पालेको छन् हो कि होइन। तपाईँको नचाहिने ठाउँमा टावर बनाउन दिएको छ, नचाहिने ठाउँमा धारो बनाउन दिएको छ, नचाहिने ठाउँमा कुवा बनाउन दिएको छ। त्यो भनेको सबै कार्यकर्ता पाल्ने हो। ओके ठ्याक्क। सुदन गुरुङ तपाईँलाई कस्तो लाग्छ एक लाइनमा सर? राम्रो मान्छे, धेरै राम्रो मान्छे। अहिलेसम्म कुनै पनि गृहमन्त्री कान्छो पनि हुनुभएको थिएन होला र यतिको आँट गरेर काम पनि गर्नुभएको थिएन होला। एउटा नर्मल मान्छे, सामान्य मान्छे तर राम्रो मान्छे। बालेन शाह नि धेरै राम्रो मान्छे, अहिलेकै बेस्ट प्रधानमन्त्री नेपालको। उहाँ धेरै बोल्नुहुन्न, नबोलेको राम्रो। हर्क साम्पाङ काममा राम्रो, धेरै बोल्ने नराम्रो। त्यो बानी चाहिँ हटाउनु, त्यो बानी सुधार्नुहोस्, राम्रो हुनुहुन्छ काममा। रवि लामिछाने एकदम राम्रो मान्छे। मान्छेले अब सरकारी ठग के पनि ट्र्याक लायो, त्यो के हो उहाँहरूको अब अझै पनि छानबिन गर्लान् के गर्लान्। तर राम्रो मान्छे, उहाँ जतिको नेतामा हुनुपर्ने गुणहरूमा छैन। भाषण गर्ने तरिकादेखि लिएर तपाईँको सबैलाई समेट्ने तरिकादेखि लिएर होइन, सबैलाई सम्मान गर्ने तरिकादेखि लिएर चाहिँ अहिलेका सबै नेताहरूले रवि लामिछानेबाट सिक्नुपर्छ। प्रचण्ड एउटा नीति नियम ल्याउने, मतलब भेदभाव गर्न हुँदैन भन्ने एउटा उबेला द्वन्द्व गरेर यहाँसम्म अब धेरैले ल्याएको नेता चाहिँ हो। तर अब उबेला धेरैको कोख पनि रित्याउनु भयो, ठिकै लाग्छ। केपी ओली ठिक लाग्दैन। किन? तपाईँको उहाँले चाहिँ हामी जस्तो गरिब दुखीलाई धेरै मिचेर राखेको रहेछ नि त। आज थाहा पाउनु? आज थाहा पाइयो, अहिले थाहा पाइयो। कसरी थाहा पाउनु? उहाँको ती हरेक कुराहरू पल्टिँदै आयो नि त मिडिया मार्फत होइन। अब उबेलादेखिको कुराहरू पल्टिँदै आउँदाखेरि चाहिँ हामी जस्ता सोझा सिधालाई केही पनि छैन, उसकै बारेमा बोल्नेलाई छ, उसकै अब अलिकति झन्डा बोकेर फाइफै 2-4वटा गाउँका मान्छे ह्यान्डल गर्नेलाई छ। महेश बस्नेत कस्तो लाग्छ? महेश बस्नेत त त्यो त कुरै नगर्नुहोस् कि। किन? त्यो खै कस्तो मान्छे अब भन्नुहोस् न 2 शब्द उहाँको बारेमा। 2 शब्दमा अब एमालेका नेता हुन् क्यारे होइन, वरिष्ठ नेता हुन्। एमाले हाँकेका व्यक्ति, नेपाललाई हाँकेको हो तर जनताको लागि के खासै केही नगरेको। तर देश चाहिँ हाँकेको, जनताको लागि केही नगर्नु भएको। महेश बस्नेत नेता। शेरबहादुर देउवा बरु केपी ओली भन्दा राम्रो मान्छे हो र मेरो विचारमा चाहिँ। तपाईँ जेनजी आन्दोलनमा त्यत्रो कुटाइ खायो तर उहाँले एक शब्द बोल्नु भएन क्या। केपी बा कति त्यही भएर राम्रो त त्यो नबोल्यो के अरे, त्यो बोलेन भने राम्रो त होइन। भ्रष्टाचार त गर्नु भएको रहेछ, घरबाट पैसा निक्लियो होइन। तर केपी बा भन्दा केही राम्रो हो क्या, अलिकति राम्रो। केपी बा र डोनाल्ड ट्रम्प एउटै ट्याङ्क हो। फेरि डोनाल्ड ट्रम्प र केपी ओली यो घमण्डी क्या। मतलब म त इरान इजरायल अमेरिकाको पनि डेन्जर भइरहेको छ। म दिनकै हेर्छु यसो घटनाहरू। डोनाल्ड ट्रम्प जति यत्रो खतम मान्छे गइरहन्छ क्या। त्यहाँको जनताहरू अहिले तपाईँको सडकमा आइरहेछ राजीनामा माग गर्न। अनि अमेरिकामा कतिले हेर्लान् कतिले नहेर्लान्, तर म चाहिँ दिनकै हेर्छु क्या। उहाँ भनेको चाहिँ यता जुदाउने उता जुदाउने, उसलाई मात्रै फाइदा चाहिने, हतियार मात्रै बेच्न खोज्ने क्या। हाम्रो के विवाह जस्तो के यता गर्ने उता गर्ने अनि खाने आफै त्यस्तो टाइपको हो क्या। ओके, अन्तिममा दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? अब दर्शकहरूलाई म के भन्छु भने, अब मैले केही कुराहरू राखेँ
कतिपय जानेर राखेँ कतिपय नजानेर राखेँ है केही कुराहरू बढी क्षमा चाहन्छु अब मैले जति सकेँ त्यति बोल्ने हो अब केही कुराहरू देशको बारेमा पनि बोलियो तपाईँ हामीले अब नयाँ सरकार आएका छौँ भोलिको दिनमा आशा गरौँ पक्कै पनि राम्रै हुन्छ अबको दिनहरूमा लाइन बस्नु नपर्ला सरकारी कार्यालयहरूमा हरेक कुरामा सुधार आउला म भन्छु मैले जस्तै आवाज तपाईँहरूले नि उठाउनुहोस् होइन किनकि सरकारले झकझगाउनु पर्यो क्या हामीले हिजो भोट दिएर काम गर्ने अधिकार दिएपछि बोल्ने अधिकार हामीसँग छ भन्दै सबैले यसै गरी आवाज उठाउनुहोस् पक्कै पनि भोलिको दिनमा सुखाएको दिन आउला भन्न चाहन्छु हस् समय र संवादको लागि धेरै धेरै धन्यवाद हस् धन्यवाद